आजको यो छोटो भ्लग चाहिँ हाम्रो क्लिभल्यान्ड टु बाल्टिमोर मेरील्यान्ड ब्याडमिन्टन टुर्नामेन्टको लागि हुनेवाला छ। हामी चाहिँ साथीहरू पर्खिरहेका छौँ कोलम्बसबाट हाम्रो छवि चापागाईजी, हाम्रो राज सोम अनि हाम्रो पूर्ण सर केन्टोबाट आउँदै हुन्छ। यहाँ हाम्रो भाइ चाहिँ हिजै पुरा रेडी भएर आइरहेछ। के छ भाइ, हामी अब कता जानेछौँ अरे? अब हामी बाल्टिमोरको यात्रा किन हौ? यसो हातखुट्टा यसो टङ्ग्राउनु जानु पर्यो नि त होइन? त्यस्तो मेरो किन यस्तो घाइते छ हो? यस्तो यो ठिज भएको कि यो हो हेर्नु त है, मान्छे मरे पुग्यो। यता नमस्ते। सानो गाडी छ, सबै सानो नमस्कार। हाम्रो साथीहरूले पूर्ण सर कोलम्बसबाट भाइ सुत्दै रहेछ फेरि यहाँ। यस्तो के हो यता नि? के छ हाम्रो छविजीको यसपालिको के छ हौ टुर्नामेन्टको लागि? हो कस्तो छ प्रिपेयर, कस्तो छ? माछा चाहिँ कहाँ छ? हजुर माछा सब्जेक्ट चेन्ज भयो। तपाईँ त्यसो नभन्नु न। तपाईँ के रहेछ? माछा चाहिँ कहाँ छ भने किन? अब त सबै खेलाडीहरूले म जित्न पाए हुन्थ्यो भन्ने नै हुन्छ, सबैको त्यही हो युनिभर्सल एन्सर। तर आफ्नो बेस्ट दिने हो मेन कुरो चाहिँ त्यही हो। सबैलाई अल द बेस्ट सबैजनालाई भन्न चाहन्छु। सर्भिसमा बिगार्नु के बोलेको अहिले साथी काट्यो यता पनि फर्काउनु सबैजनालाई देख्नु के भन्नु? यात्रा चाहिँ ए टुर्नामेन्टको बारेमा चाहिँ तपाईँको प्रश्न के थियो? बाल्टिमोरसम्म बाल्टिमोर वासिङटन डिसी होइन, मेरील्यान्डको साथीहरूलाई धेरै धेरै धन्यवाद। हामी आउँदैछौँ होइन, यो टुर्नामेन्टको लागि धेरै धेरै धन्यवाद। सर्भिस नबिगार्नु त्यति हो। सिधा सिधा हान्नु, अगाडि पुलिस छ। अरू सबै कुरो मलाई पुलिसको घर हो, पुलिस पनि बसेको रह छैन, पुलिस छैन, त्यो गाडी मात्रै हो। पर्सन राखेको भएन भने आफ्नो ठाउँमा के हो यो ठिक छ। हाम्रो अहिले के बोल्दैछ के बोल्यो? खै दाजु मलाई त दिएन त एउटा पान दिन नि। यता पनि पान खाने अरे सर? पान दिने दाजु मलाई पान त दिन पान खाएर पुरै साथीहरू मिठा भेलुबाजी बनिरहेछ। नबिगार्नु ल सर्भिस। सर्भिसको छविजीले साह्रै बिगार्छ नि के बाबुदेन पनि ठिकै छ। ए है सादा पो रहेछ। के हेरेको? सादा रहेछ। अब हाम्रो साथीहरू चाहिँ रेस्ट एरियामा चटपटे खाँदै हुन्छ। यहाँ म यहाँबाट देखाउन सक्छु। चटपट छोड्दैन साथीहरूले। हेर्नु त
के हो आम्मा के हो अनि चटपटी पार्टी भइरहेको छ त साथीहरूले छोडेन नि त यी हाइवेमा फेरि यो चाहिँ रेस्ट एरियामा तपाईँहरू चटपटे खानुहुन्छ आम्मा मसला धेरै आफूलाई चाहिँ घाँटी देखेर मर्ने लगाएर साथ खान्छ अब त साह्रो दुखिरहेको छ घाँटी हामी चाहिँ अहिले लगभग 5 घन्टै होला अझै छैन 3 घन्टा 3 घन्टा हो 3 घन्टा कस्तो हाँसे यार तेरो खाने खोज्छ नि म त घाँटी दुख्यो क्या तपाईँलाई टोपी लाउनु नि होस् ल हामी चाहिँ अब चटपटे खाएर चाहिँ अब यहाँबाट चाहिँ लाग्छ ल हामीलाई देखेर लजाउने कान्छी बिपालो बात बजाउँदै जिस्काने कान्छी लाठी पार्यो मखै पार्यो लाठी पार्यो मखै पार्यो कान्छीको जुबानीले कान्छीको सर्टन पावरै धेर भएको के हो झनै निदा टेक्यो त मेरिल्यान्डमा त हेर्नु
4-5 गोल हान्छ होइन आर्सेनलले एक गोल त थप्छ 5 गोल हाल्ने अनि बार्साको फ्यानहरु यसो गरेर बसिरहेको हुन्छ है लाइभ त के हुन्छ यो चाहिँ हाम्रो दिदीबेना घरमा मेरील्यान्डमा के गर्नु अब यो देखाउँदैन के हुँदैन होला हल्का नि दिदीबेनालाई थ्याङ्क यू जुस ग्लासमा खाउँ त हामी रक्सी दिनमा कि जुसको गिलास लिएपछि ए म त खाँदिनँ होइन नखाने खानुपर्छ आज यहाँ आएपछि एउटा बियर खाइदिनु हौ तपाईँ के भन्नु बरु यो जुस खान्छु यो एप्पल ए हल्का थोरै चाहिन्छ बेन नखाने हौ पिरोसँग चक्क तर यो फ्रिजमा त खाँदा हुन्छ होला अम्ला लाएर दयाङ राइदिएको बस हामी चाहिँ कहाँ जाँदैछौँ कम्पिटिसन हुन्छ है कोलले क्याप्टेनले जित्छ जित्दा होइन नि कहाँ यस्तो घोप्टेर होइन नि उतार्नु पर्छ नि उतार्नु पर्दा त हारिहाल्यो सब ट्याक्सी रतमा त स्विमिङ आउँथ्यो कि यहाँ आउँदैन रतमा चाहिँ स्विमिङ बोलाएर लगेको स्विमिङ जान्ने होला भनेको त त्यो होइन हाम्रो यहाँ बिए बुटनेस अमेरिकन ब्याडमिन्टन एसोसिएसनको प्लेयर्सहरू बाल्टिमोर टुर्नामेन्ट 2025 को टुर्नामेन्ट सकेर यो स्विमिङ मेला लिइरहेको छ हाम्रो क्याप्टेन सर राज सर रायन जो भाइ उहाँहरूको स्विमिङ रेकर्ड गइरहेको छ स्विमिङ गरेर ए अनि अघि के भएको त्यो मान्छे खोल्नु नजाने यहाँ एलिभेटरबाट जाउँ न यताबाट त्यो मान्छे के अब जाडो रहेछ यता त जाडो रहेछ हेट टु हामी भनेछौँ दिदी घर खाना खानु जानै पर्ने हो उही पकाउनुहुन्छ अरे सक्नु भयो होइन रेस्टुरेन्टबाट लानुहुन्छ अब रेस्टुरेन्ट टाइम हुँदैन मान्छे धेरै हुन्छ होइन कस्टमर आइरहेको हुन्छ रेस्टुरेन्टबाट लानुहुन्छ कि रेस्टुरेन्टमा चाहिँ खुवाउनुहुन्छ होइन घरमै ड्रिङ्क्सहरू पनि सबै मिल्छ भनेर लु त फोन गरिहाल्नु आउँदैछु भन्नु होइन अहिले होइन रेडी भएपछि भन्नुहुन्छ कहाँ अनि नजानु त बा तपाईँको खाना पलाइसक्यो यताको काट म सावर लिइहाल्छु ल गएर ए त्यस्तो पो मैले निकाल्दै पनि हो भाइ के छ यो भाइको त ठिक छ होइन सबै गाउँमा उता यहाँ होइन यहाँ उता उता होइन थन्काउने होला नि त यहाँ होइन उतापट्टि कहाँ थन्काउने छ सबै उहाँ छ यहाँ राख्छ खाने ठाउँमा उता राख्नु त्यहीँ उता यो सुकेन रहेछ ए त्यहीँ अहिले
मेरो चाहिएर आएको गरिदिन्छु भने यहाँ त म अझै आउनुलाई जान्दिनँ म त एडिटमा के भनेपछि साथीहरूले भन्ने पुरै भोलि मात्रै अर्पणजी हुनुहुन्छ होटलको मालिक। भाइ नखाएको के एन्जल भाइ भाइ आजको गेम छैन। उहाँ मेरो मिटिङ छ डोनाल्ड ट्रम्पसँग एकछिन डिसीमा। त्यो रातारात आखिरी क्यान्टकी साथीहरूले भन्नुभयो होइन जाउँ घर के अरे फुल पनि ओइलेर भनिसक्यो के गर्नु अहिलेको फुलहरू रेन्ट एक दिन बढाउनु भयो त होइन बाबा त्यो फेक जो हलाउने दाजु त फेक होइन त्यो आएको घर जाने होला कहाँ गर्नु घुमेर भाइ डिसी गयो भने 1 घन्टा उयो हुन्छ। 1 घन्टा के गर्नु त्यहाँदेखि उता जानु पर्छ नि त यहाँदेखि जाँदाखेरि डिसी बाटै पर्छ। यताबाट गयो भने हेरिसक हुँदै जाने उता गयो नि त्यो डिसी जाने 1 घन्टा लाग्यो अनि त्यहाँ 1 पिच घन्टा ब्लक हुँदै गयो 1 घन्टा त हुनु पऱ्यो नि 2 घन्टा गयो 1 के घन्टा हाल भाइ त्यो मेरोमा निक्लिँदा उब्रे क्या जाने पऱ्यो भने चाहिँ ढिलो हुन्छ। गाडी जाउने अहिले पुलिसहरूको चाहिँ खुवाइ होइन त्यो त बाटोमा त्यो एटीमा छोडिदिनु हाल्ने आइहाल्छ ल्याउनु त्यो त्यहाँ छोड्यो भने त राति पारिदिनु भएन अलिक अगाडि नै हामी पुऱ्याइदिनु घर टेन्सन नला भोलि राति पुऱ्याइदिन्छु यहाँ भनेको ठाउँमा टाइम छैन नभए होइन हौ होइन मेरो उहाँ घरमा गएर नि काम छैन भनेको त उहाँ डिसीमा गएर काम छैन भन्नु खोजेको काम त यहाँ पनि के छ जाने भए जाउँ भनेको पुऱ्याइदिनु त हामी अब यो खाजा खाएर चाहिँ हामी डिसी लाग्छौँ होइन होमलेस त किन होमलेस को डिसी जानु उठ्नु पर्दैन भने नि मैले निकाल्दै पनि हौ भाइ के छ के भाइको त ठिक छ होइन सबै गाउँमा उता यहाँ होइन यहाँ उता उता होइन थन्काउने होला नि त यहाँ होइन उतापट्टि कहाँ थन्कियो छ सबै उहाँ छ यहाँ राख्छ खाने ठाउँमा उता राख्दा हुन्छ त्यहाँ दाजु यो अलिक सुकेन रहेछ त्यहाँ अहिले डिसी जानु लाग्यो त वासिङ मेरो चाहिएर आएको गरिदिन्छु भने यहाँ त म अझै आउनुलाई जान्दिनँ म त एडिटमा के भनेपछि साथीहरूले भन्ने पुरै भोलि मात्रै हुन्छ। अर्पणजी हुनुहुन्छ होटलको मालिक। भाइ नखाएको के एन्जल भाइ भाइ आजको गेम छैन। उहाँ मेरो मिटिङ छ डोनाल्ड ट्रम्पसँग एकछिन डिसीमा। त्यो रातारात आखिरी क्यान्टकी साथीहरूले भन्नुभयो होइन जाउँ घर के अरे
फुल पनि ओइलेर झरिसक्यो के गर्नु अहिलेको फुलहरू रेन एक दिन बढाउनु भयो त होइन बाबा त्यो फेक जो हलाउने नि दाजु फेक होइन त्यो आफू घर त जाने हो त कहाँ भन्नु तर घुम्नै भाइ डिसी गयो भने 1 घन्टा उयो हुन्छ 1 घन्टा के गर्नु त्यहाँदेखि उता गयो यता पर्छ नि त यहाँदेखि जाँदाखेरि डिसी बाटै पर्छ यताबाट गयो नि हेरिसक हुँदै जाने उता गयो नि त्यो डिसी जानु 1 घन्टा लाग्यो अनि त्यहाँ 1 ट्विस्ट घन्टा ब्लक हुँदै घुम्नु जाने पर्यो 1 घन्टा त घुम्नु पर्यो नि 2 घन्टा गयो 1 के घन्टा हाल भाइ तिमी मेरोमा निक्लिँदा उब्रे क्या जाने पर्यो भने चाहिँ ढिलो हुन्छ पेला गाडी जाउने अहिले पुलिसहरुको चाहिँ भाइ होइन त्यो त बाटोमा त्यो एटीमा छोडेर नि आइहाल्छ ल्याउनु त्यहाँ छोड्ने त राति पारिदिनु भएन अलिक अगाडि नै हामी पुऱ्याइदिनु भयो टेन्सन नमा भोलि बिहान पुऱ्याइदिन्छु तर यहाँ भरे ठाउँमा चाहिँ मेरो टाइम छैन होइन हौ होइन मेरो उहाँ घरमा गएर नि काम छैन भनेको त उहाँ डिसीमा गएर काम छैन भन्नु खोजेको काम त यहाँ पनि के छ जाने भए जाउँ भनेको पुऱ्याइदिनु त हामी अब यो खाजा खाएर चाहिँ हामी डिसी लाग्छौँ होइन होमलेस त किन अनि होमलेस को होमलेस कहाँ जानु उठ्नु पर्दैन साहब यहाँ दिनु अर्पणजी नमस्ते थ्याङ्क यू सो मच है we are living now okay thank you so much you too thank you अब हामी घरतिर गेम त्यस्तै भइहाल्यो गेममा हारजित त भइहाल्छ गेम सबै क्वार्टरमा सुरुमा माग्दा त नदेखो नि सम्झेर ल्याउँदा पनि खाने बनायो ल हामी यो होटलबाट डिसी सामान छ त तपाईँ रेस गर्नु न पहिला डिसी गएर त्यहाँ के थियो अनि त्यहाँदेखि तपाईँ मलाई आएर त्यहाँदेखि त्यहीँ त हो तर त्यो खिडखिडी कुनै ठाउँ चाहिँ पठाइदिनुहोस् बाल्टिमोरको डाउन टाउन यही अरे बाल्टिमोरको डाउन टाउन अरे उयो उयो बल्लको थुप्रै उयो बिल्डिङभन्दा ठुलो हुन आँटेछ यहाँ फेरि आमा के हो सेतो ब्रेक चाहिँ भएको कि लाउने नि साँच्चै खतरा यो के टनल भन्छ यसलाई यो अन्डरग्राउन्ड यो माथि चाहिँ बाल्टिमोरको यो माथि पानी छ यो माथि चाहिँ ओसियन होइन लेक छ त्यसको मुनि पनि हामी जाँदैछौँ यो चाहिँ खतरै छ है साह्रै अब पानी यस्तो गरेर के भएर लाइट नभालेको त्यो खोल्नु नि ए चस्मा लाएर ओए जाम भयो त यो माथि चाहिँ लेक कुदिरहेको छ ओसेन चाहिँ होइन लेक तर होइन ठिकै छ अँधेर यो टनलमा लाइट पनि त्यति रहेन रहेछ बनाएको यो
15 मिनट मात्रै ज्यादा वाशिंगटन डीसी अब अहिले पो आयो त धेरै पानी त यहाँ यो सबै उता हाम्रो भाइहरु गाडीमा यो सबै हाम्रो भाइहरु उता गाडीमा टेस्लामा छ नि हो साथीहरु निशान भट्टराईमा छ बखैदै बनाएको नि पानी अलिकति एकचोटि एक ठाउँमा लिक भयो भने त नि कहाँबाट त्यो कसरी चाहिँ बनाउनु रमेशले भनेको छैन थाक बनाएको छ अरे तपाईँले के भन्यो दाजु होला हुनु त अब यो त अब अलिकति उयसले त होइन तर अब पानी त्यत्रो माथि चाहिँ कुदिरहेको छ सिप त्यत्रो कुदिरहेको हुन्छ त्यत्रो होइन तर बाल्टिमोर मेरिल्यान्डको टुर्नामेन्ट सकेर पनि टुर्नामेन्ट चाहिँ अब त्यस्तै भयो सबैको हार सधैँभरि जित्दै हुन्छ मात्रै हुन्छ भन्ने पनि छैन हामी चाहिँ अहिले बाल्टिमोरबाट चाहिँ ठ्याक्कै हाम्रो गुरुले मेरिल्यान्ड लाने के अरे डिसी होइन बेलुबारे झन्डै डिसीबाट सिधै हामी घर आयो यो चाहिँ बाल्टिमोरको डाउन टाउन यही अरे के अरे बाल्टिमोरको डाउन टाउन अरे उयो बल्ल थुप्रै उयो बिल्डिङभन्दा ठुलो हुन आँटेछ यहाँ फेरि आमा के हो सेतो ब्रेक चाहिँ भएको के लाउने नि साँच्चै खतरा यो के टनल भन्छ यसलाई यो अन्डरग्राउन्ड यो माथि चाहिँ बाल्टिमोरको यो माथि पानी कुद्दैछ पानी छ यो माथि चाहिँ ओसियन होइन लेक छ त्यसको मुनि पनि हामी जाँदैछौँ यो चाहिँ खतरै छ है साह्रै अब पानी यस्तो गरेर के भएर लाइट नभालेको त्यो खोल्नु नि ए चस्मा लाएर ओए जाम भयो त यो माथि चाहिँ लेक कुदिरहेको छ ओसेन चाहिँ होइन लेक तर ठुलो बनाएर कुदाएन होइन ठिकै छ अँधेरो यो टनलमा लाइट पनि त्यति रहेन रहेछ बनाएको यो खेल्न गएको ठाउँमा टक्कै अलिकति 15 मिनट मात्रै ज्यादा वाशिंगटन डीसी अब अहिले पो आयो त धेरै पानी त यहाँ यो सबै उता हाम्रो भाइहरु गाडीमा यो सबै हाम्रो भाइहरु उता गाडीमा टेस्लामा छ नि हो साथीहरु निशान भट्टराईमा छ बखैदै बनाएको नि पानी अलिकति एकचोटि एक ठाउँमा लिक भयो भने त नि कहाँबाट त्यो कसरी चाहिँ बनाउनु रमेशले भनेको छैन थाक बनाएको छ अरे तपाईँले के भन्यो दाजु होला हुनु त अब यो त अब अलिकति उयसले त होइन तर अब पानी त्यत्रो माथि चाहिँ कुदिरहेको छ सिप त्यत्रो कुदिरहेको हुन्छ त्यत्रो होइन तर
मारी रहेछ वासिङटनको कहाँ आए होइन हौ उता उयो हात इमर्जेन्सी हात गोयल लाइट छ स्ट्रिट पार्किङको आउँछ अलिक पर यो पार्किङ चाहिँ हो तर सबै यो छ उतापट्टि छ नि पार्किङ वासिङटन डिसी अहिलेको हाम्रो भिजिट चाहिँ उता उता जानुको लागि त ठाउँ हुनु रहेछ पार्किङ छ अझै नि ठिक छ वासिङटन डिसीको यो फुल भन्ने एउटा रहेन रहेछ पत्ता पत्ता राखिदिएको रहेछ नि त हामीहरूलाई चाहिँ यताको मेन उयसको चाहिँ फुल झरेको छ छैन नभए त यहाँ त यस्तो यो सबै यो यताको मेन चाहिँ यो झरेको छ उताको यो एउटा चाहिँ छैन नि अब त नेक्स्ट इयर मात्रै हो कताबाट हाल्नु एउटा यता घुमाउनु न दादा अनि यताबाट घुमाउ जानु जानु कस्तो उता रहेछ भयो यो टर्नको बाटो एउटा होइन होइन उही छ पुरै छ लेफ्ट टर्नै रहेछ लेफ्ट टर्नै छ पुलिस अनि कसलाई उकालो यो मादर चुतले लगाएको होइन के बोल्या होइन अनि हेर्नु यो यस्तो मजा भन्दै सबै छैन पत्तै मात्रै हो सबै कस्तो चेरी हो यो चाहिँ खाने चेरी ब्लुजुम चेरी ब्लुजुम पुलिसलाई फलो गर्ने हो नि अब हामीले यसलाई टिकट दिने हो उल्टा पार्कको पुरै पुलिस टिकट दिने झन् दिदी फेरि यही बाटो घुमाउँछ है पर्नु पार्किङ कहाँ के अरे उता बस्न लेफ्टतिर लेफ्ट कि राइट ए राइटतिर उपारि जानुपर्ने त्यहाँनिर गएर फोटो खिच्नुपर्ने हो त्यहाँनिर त्यतातिर जाउँ साथीहरू कहाँ हुन्छ उता लेफ्ट के हो राइट वर्स राइट अझै नो राइट टर्न भनेर नि त वान वे भनेर लेफ्ट हो त्यहाँनिर होइन सिधै उता सिधै। यहाँदेखि उताबाट चाहिँ आउनु पाउने रहेछ यहाँ रहेछ त ठाउँ यहाँदेखि उता छ भनिरहेको छु त उतादेखि घुमेर आउने हो वाइट हाउस यता माथि उयो चाहिँ के हो अघि देखेको हामी त्यहाँ मूर्ति छ हौ ठुलो सिमेन्टको जस्तो लाग्यो रुखको कि जङ्गलको छैन है वासिङटन डिसीमा चाहिँ यो अन सिजन आयो भने चाहिँ यस्तो हुन्छ पत्ता भन्ने पत्ता मात्रै पाइन्छ गएर फुल खिच्नुपर्छ हेर्नु पत्ता मात्रै फुल भन्ने माटाङ होइन यहाँ गएर फुल खिच्नुपर्छ नि छ भन्नुपर्छ हो सर कहाँ त्यसरी यहाँ पर्तिरहेको गएर अहिलेको फुल खिचौँ न यहाँ पर्तिरहेको त्यो टिम पे इयर भनेको छ त उयो उयसमा पार गरेर आएर पे गर्नुहोस् 3 घन्टामा चाहिँ अन सिजन आयो भने चाहिँ यस्तो हुन्छ यहाँ चाहिँ ठ्याक्कै विकेन्ड बारेर ठ्याक्कै त्यो टाइममा आयो भने चाहिँ फुल भेटिन्छ नत्र चाहिँ पल्लो छेउमा हिँड्नु बिल्डिङ नभए चाहिँ पार्किङको नि त्यस्तै अन सिजनमा आएको हामी ए यो त पुरै यहाँ जुन जुलाईमा आउनुपर्छ ए आएर भएर त यहाँ हो यहाँनिर आउँदा हुन्छ त यो त त्यत्रो खाली चाहिँ होइन होइन ठिकै छ बाइक बाइक यता खोलातिर यसो गुड छ पे हेयर रहेछ नि त यहाँ पे गर्नु यहाँनिर आयो मेरो चाहिँ गाडी कुदाउने काम सिद्धियो होइन साथीहरू अब कुदाउँदा हुन्छ वासिङटन डिसी
Bureau of Engraving and the Printing. यहाँ त सिंगल आयो भने त यस्तो साइकलमा मात्रै मजा हुन्छ क्या कहीँ छेक्दैन पनि गाडी साइक्लिङ फुल भन्ने एउटा चाहिँ नभए यस्तो मजा हुन्छ नि सेतै के भयो अरे गल्यो अरे भाइ एन्जल फुल राइनर छ भाइ हजुर फुल राइनर छ सबै ओइल आएको र फुल फक्रेर पत्तै मात्रै भइसकेको छ चिसो रहेछ तर आज वेदर अनि पे पो गर्नुपर्छ त सिङ्गल आउँदा यस्तो मात्रै कुदाउने हो मजा हुन्छ ओ के हो यो भित्र यहाँभित्र जो होइन यहाँभित्र पुगेर आऊ न ओ यहाँभित्र जाउँ न तर वी निड टु पे हो यहाँ पे गर्नुपर्छ तर टाइम लाग्छ हाम्रो साथीहरू नो पे फ्री इन्ट्रीमा मात्रै हो जस्ट जोकिङ ए व्हाइट हाउसको व्हाइट हाउस भन्न आएको छ वासिङटन डिसीको ठुलो टावर कुदिरहेछन् मान्छेहरू इटा भट्टी हो के अरे अघि मैले गाडी कुदाएको यहाँ आइन्जेलसम्म सानो तनाव दिएको होइन अगाडि बसेर कति बिस्तारी कुदाएको उहाँ छ नि क्यामेराम्यान कहाँ वासिङटन डिसी आउँदा तपाईँले कुदाएर आउनुभएको बाठे के यो जाम छ यता लानु नि भन्छ गाडी कुदाउनु आएर भनेको सानो चुप लाएर तल छ त ड्राइभर त नि तल इटा भट्टी यहाँ चाहिँ घाइते भाइले साइकल छोड्दैन हामी खिच्यौँ हामीहरूको यहाँ रमेश छोड्दैन हाम्रो होममा नि पेमेन्ट पनि रहेछ त यहाँ अनि पूर्ण सर पूर्ण सर यो वासिङटन डिसीको यो मोनुमेन्ट भन्छ यो चाहिँ बनाएको चाहिँ तपाईँको उहिले रोबर्ट माइल्स भन्नेले बनाएको डिजाइन गरेको अरे बनाउँदा मिस्त्रीले हो होइन तर गजबको छ हातले नि इटा भट्टा जस्तो छ साथीहरूलाई पर्ने कोही सुत्यो कोही सुत्यो साथीहरू गरेर कोही गाडी रेन्ट गर्ने एउटा मात्रै फुल चाहिँ सकिएको बेलामा आइएछ छैन मान्छेहरू चाहिँ यतै मात्रै थुप्रिँदो रहेछ फेरि
अमेरिकन झन्डाको साउन्ड। यो चाहिँ वासिङटन डिसी मोनुमेन्ट टावरको मुनि। यो कुन इयरमा बनेको भन्ने चाहिँ थाहा भएन, तर यो रोबर्ट माइल्स भन्नेले चाहिँ डिजाइन गरेको भन्छ। यो एउटा छ। ए हराउँदो पर्छ। ए हराउँदो रहेछ यो टावर। ए बहिनी पो रहेछ मतलब को होला भनेको त दिदी बहिनी पो रहेछ म्युजियम। ल वासिङटन डिसीलाई पनि बिदाई गर्दै हामी लाग्यो ओहायो। बाई बाई साथीहरु, लाग्यो है बाई बाई। कता हो जानुपर्ने हामी चाहिँ भाइ? त्यो त छैन त छ। टेन्सी हो उ यहाँ बी हो बीसी एउटै हो। अनि बन्दुललाई भन्दा हाँसिहाल्नु अनि होइन म त के गर्दैछ फोटो खिच्दै। मलाई क्यामेरा दिएर फोटो खिच्नु। बन्दुलले स्न्यापच्याट चलाउनु हुन्न नि त। आफ्नो 17वटा स्न्यापच्याटमा त डाउन दिने छिराउने रहेछ नि त है। त्यो त नियम हो नि। हजुर ओहो आफ्नो आफ्नो इच्छा हो क्या, क्यामेरा गर्न पाइन्छ, भिडियो गर्न पाइन्छ, स्न्याप गर्न पाइन्छ। तर हाँस्नु पाइँदैन नि। किन हेरे हाँसे नि।